नमस्कार। आज म तपाईहरुलाई कोरियन ल्याङ्ग्वेज 0 लेभलबाट स्टार्टिङ गर्नका लागि पढाउन गइरहेको छु। सबैभन्दा पहिला यो भिडियो हेर्नुभन्दा पहिला यो च्यानललाई सब्स्क्राइब गर्नुहोला। ल कोरियन ल्याङ्ग्वेज सबैभन्दा बेसिकबाट पढ्ने। ल सबैभन्दा बेसिकबाट पढ्न। कोरियन ल्याङ्ग्वेजमा वर्णहरू जम्मा 40 वटा हुन्छन्। व्यञ्जन वर्ण 19 वटा र स्वर वर्ण 21 वटा। आज हामी फर्स्टमा व्यञ्जन वर्ण पढ्छौं। ल व्यञ्जन वर्ण देखिरहेको छ नि। अब व्यञ्जन वर्णका नि दुईटा प्रकार छन्। व्यञ्जन वर्णका नि दुईटा प्रकार छन्। त्यसमा नि के हुन्छ भन्दाखेरि एउटा एकल हुन्छ, अर्को भनेको संयुक्त हुन्छ। हो, एकल व्यञ्जन वर्ण कतिवटा हुन्छन्? 14 वटा हुन्छन्। संयुक्त व्यञ्जन वर्ण जम्मा 5 वटा हुन्छन्। एकल व्यञ्जन वर्ण 14 वटा हुन्छन्, संयुक्त व्यञ्जन वर्ण जम्मा 5 वटा हुन्छन्। आज हामी यही 14 र 5 को बारेमा मात्रै पढ्छौं, किनकि हाम्रो यो स्टार्टिङ हो है। 0 लेभलबाट स्टार्टिङ गर्दाखेरि धेरै कुरालाई ध्यान दिँदा के हुन्छ, फर्स्ट टाइमै दिमाग ह्याङ हुन्छ। त्यही भएर सजिलो तरिकाले पढौं। एकल व्यञ्जन वर्णलाई के पनि भन्छ भने सिंगल, इंग्लिशमा के भन्छ भन्दाखेरि सिंगल कन्सोनेन्ट हो। सिंगल कन्सोनेन्ट भन्छ। यो भनेको के हो? एकल व्यञ्जन वर्ण। एकल व्यञ्जन वर्ण हो। अब एकल व्यञ्जन वर्ण कतिवटा हुन्छ भने मैले 14 वटा। ल 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14। ल हेरौँ अब एक नम्बरमा के भन्छ भन्दाखेरि सिधा धर्को तान्ने, त्यसपछि तल तान्ने। सिधा धर्को तान्ने, फेरि तल जाने। यसलाई के भन्छ? यसलाई ग पनि भनिन्छ, क पनि भनिन्छ र ख पनि भनिन्छ। यसलाई के भन्छ? ग पनि भनिन्छ, क पनि भनिन्छ र ख पनि भनिन्छ। यसलाई अहिले फर्स्टमा पढ्नको लागि ग मात्रै भनेर पढ्दा पनि भयो तपाईहरुले सजिलोको लागि। अब अर्को भनेको सिधा धर्को तान्नुस्, फेरि उता जानुस्। एल, इंग्लिशको एल जस्तो बनाइदिनुस्। यसलाई न भनिन्छ। यसलाई के भनिन्छ? न भनिन्छ। तपाईले यसलाई चाहिँ के भन्छ? न मात्रै भनिन्छ। यसलाई चाहिँ ग, क अनि ख पनि भनिन्छ। तर यसलाई चाहिँ यो एल छ नि, यसलाई चाहिँ न मात्रै भनिन्छ। अब 3 नम्बरमा यसो गर्नुस्, यसो गर्नुस्, यसो गर्नुस्। सी लेख्नुस्, सी जस्तो लेख्नुस्। यसलाई चाहिँ के भनिन्छ भन्दाखेरि यसलाई द पनि भनिन्छ, त पनि भनिन्छ र थ पनि भनिन्छ। बुझ्नुभयो के भनिन्छ? त, द, थ, द, त, थ। अहिले फर्स्टतिर पढ्नको लागि चाहिँ के भने द मात्रै भनेर पढ्दा भयो। यो त अरु त के हो? हेर्दा देखिन्छ। एउटै पढ्दाखेरि हेर्दा देखिन्छ। अब अर्को 4 नम्बरमा के छ भन्दाखेरि यसो गर्नुस्, यसो गर्नुस्, यसो गर्नुस्, यसो गर्नुस्, यसो गर्नुस्। उल्टो एस हामी यसरी लेख्थ्यौं। यो चाहिँ उल्टो एस तरिकाले लेख्ने के, तर स्ट्रेट लाइनले। ओके, त्यसलाई अब यसलाई हामी के भन्छ भन्दाखेरि एउटा र भन्छौं, अर्को ल भन्छौं। यसलाई र ल भनिन्छ। अब 5 नम्बरमा के हुन्छ भन्दाखेरि यस्तो गर्ने, यस्तो गर्ने, यस्तो गर्ने, यस्तो गर्ने। कोठा बक्सा जस्तो बनाइदिने। यसलाई हामी के भन्छौं? म भन्छौं। यसलाई हामी म मात्रै भन्छौं। अब अर्को 6 नम्बरमा यसो गर्ने, यसो गर्ने, यसो गर्ने अनि यसो गर्ने। उल्टै। यसलाई हामी के भन्छौं भन्दाखेरि यसलाई हामी ब भन्छौं, अनि अर्को भनेको प भन्छौं, अनि अर्को भनेको फ भन्छौं। यसलाई ब, प, फ भन्छौं। हो। अब अर्को 7 नम्बरमा भनेको के छ भन्दाखेरि यसलाई यसो गर्ने, अनि यो टुप्पोबाट फेरि यसो गर्ने। अनि यसलाई यसो गरेपछि के भने यसलाई के भन्छौं हामी? स भन्छौं र त भन्छौं। यसलाई स पनि भन्छौं, त पनि भन्छौं। अब तपाईले यहाँ देख्नुभयो होला, यहाँ पनि त, यहाँ पनि त। कसै दुईटा त हुन्छ भनेर भन्नुभएको होला। यो तपाईलाई म अर्को भिडियोमा सिकाउँछु। के हुन्छ भन्दा यसमा स्वर अनुसार कसरी उच्चारण गरिन्छ त्यो अनुसार फरक पर्छ है। अब 8 नम्बरमा भनेको गोलो गोलो अन्डा। यो त सबैलाई सजिलो भइहाल्छ। यसलाई चाहिँ के भन्छ भन्दाखेरि ङ पनि भनिन्छ, अनि अर्को यसलाई अ पनि भन्छ। तर खासमा यसले तपाईलाई सजिलोको लागि पढाउनका लागि अ भनेर सिकाउँछ सबैले, तर ङ भनिन्छ खासमा चाहिँ। अ भन्ने राम्रो होइन, ङ भनिन्छ। त्यही भएर तपाई पढ्दा नि ङ भनेर पढ्नुस्। अर्को 9 नम्बरमा के छ भन्दाखेरि यस्तो गर्ने, यस्तो गर्ने
अनि यसरी काट्ने, यताबाट नि यस्तो गर्ने यसो गर्ने अनि यहीँबाट काट्ने। यसलाई हामी के भन्छ भन्दाखेरि ज छ अनि त भन्छौँ। फेरि यहाँ पनि त आयो भन्नु होला। अघि नै मैले भनिसकेँ के हुन्छ त, यो स्वर अनुसार फरक पर्छ। म तपाईँलाई अर्को भिडियोमा सिकाउँछु है। अब अर्को गर्ने, यो माथि 9 नम्बरकै जस्तो गर्ने, यस्तो गर्ने यसो गर्ने अनि माथि थोरै यसरी चिन्ह दिने। यसलाई के भन्छौँ हामी भन्दाखेरि छ भन्छौँ अनि त, छ र त मात्रै भन्छौँ। यसलाई चाहिँ ज भन्दैन, माथि चाहिँ ज पनि आयो, अहिले स्वर अनुसार फरक पर्न सक्छ, तर यसलाई चाहिँ छ र त मात्रै भन्छौँ। अब अर्को 11 नम्बरमा, 11 नम्बरमा यस्तो गर्नुहोस् अनि यहाँ यसरी लानु, 7 जस्तो के, 7 जस्तो बनाउने अथवा उल्टो एफ। यसलाई चाहिँ हामी के भन्छौँ, ख भन्छौँ अथवा क भन्छौँ। हेर्नुहोस् है, ख अथवा क भन्छौँ, उल्टो एफ लेख्ने। अब 12 नम्बरमा भनेको ई थाहा छ नि, ई जस्तो लेख्ने। यसलाई हामी के भन्छौँ, थ पनि भन्छौँ त पनि भन्छौँ। यसलाई थ पनि भन्छौँ त पनि भन्छौँ। अब अर्को 13 नम्बरमा के लेख्ने, यस्तो 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 यस्तो। थाहा छ यो म्याथमा, यसलाई म्याथमा हामी 2 भन्छौँ, तर यहाँ चाहिँ के भन्छौँ, फ अथवा प भन्छौँ। यो अहिले म अर्को भिडियोमा के छ स्वर कसरी उच्चारण गरिन्छ भन्ने कुरा सिकाउँछु। अहिले चाहिँ तपाईँ लेख्न मात्रै सिक्नुहोस् के भनिँदो रहेछ भनेर। यो कुरा चाहिँ एकदम इम्पोर्टेन्ट हो, त्यही भएर स्टार्टिङ फ्रम 0 तपाईँहरूलाई सजिलो होस् भनेर। अब यसो गर्नुहोस्, गोलो बनाउनुहोस्, माथि धर्को तान्नुहोस्, माथि धर्को पनि यसरी माथि टुप्पी बनाइदिने यसको। यसलाई चाहिँ के भन्छौँ हामी, ह भन्छौँ। बुझ्नुभयो, ह भन्छौँ। बुझ्नुभयो के रहेछ, एकचोटि रिभाइज गरौँ ल। सिङ्गल कन्सोनेन्ट एकल व्यञ्जन वर्णमा के रहेछ, एउटामा ग रहेछ, न रहेछ, द रहेछ, र रहेछ, म रहेछ, ब, स, ङ, ज, छ, ख, थ, फ। यसरी बुझ्नुहोस् के, ग न दर भनेको गन्ने, दर तिजमा खाने दर, म बस्छ भनेको म बस्छ भने, ङ ज छ ख थ फ। यसरी पढ्नुहोस् सजिलो हुन्छ तपाईँलाई। ग न दर म बस्छ, अझ छ ख थ फ। यसरी पढ्दाखेरि तपाईँलाई के हुन्छ, सजिलो हुन्छ। अब अर्को हामी पढौँ डबल कन्सोनेन्ट भनेको के हो, संयुक्त व्यञ्जन वर्ण। अब हामी पढ्दैछौँ संयुक्त व्यञ्जन वर्ण मैले कतिवटा छ भनेको थिएँ, 5वटा। संयुक्त व्यञ्जन वर्ण जम्मा कतिवटा छ, 5वटा छ। 1 2 3 4 5। अब संयुक्त व्यञ्जन वर्ण भनेको यतैकै सिङ्गल कन्सोनेन्टहरू जोडिएर भनेको एकल व्यञ्जन वर्णका 2टा भएर बन्ने हो, संयुक्त व्यञ्जन वर्ण हो। त्यसमा के बन्यो, एउटा 1 नम्बरको 2टा बन्यो, अर्को भनेको 3 नम्बरको 2टा बन्यो, अर्को भनेको 6 नम्बरको, अघि तपाईँले देख्नुभयो होला 6 नम्बरको 2टा बन्यो, नत्र यता हेर्न नि सक्नुहुन्छ, 6 नम्बरको 2टा बन्यो। अनि अर्को भनेको 7 नम्बरको नि 2टा बन्यो, जसलाई स बन्यो। अनि अर्को भनेको यो 2टा बन्यो। मेरो हल्का मिस्टेक हो, डोन्ट माइन्ड है। अब यो 2टा बन्दा चाहिँ के हुन्छ भन्दाखेरि आदि क अनि क हुन्छ कि यो भन्दा आदि क क अनि यसमा आदि त हुन्छ हो। यसमा भनेको आदि प हुन्छ, यसमा भनेको आदि स हुन्छ, अर्को भनेको यसमा भनेको आदि च अनि च हुन्छ। क त प स च यसरी प्रोनाउन्स गरिन्छ। यति हो ल। आजको यस भिडियो मन पर्यो भने, सजिलो लाग्यो भने यस भिडियोलाई लाइक, सब्सक्राइब र केही भन्न बाँकी छ भने कमेन्ट गर्नुहोला। अर्को हामी स्वर चाहिँ कसरी फरक पर्छ भन्ने कुरा चाहिँ अर्को भिडियोमा गर्छौँ। लस्, धन्यवाद।